नमस्कार, म सुनिल भट्टराई। तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानल नेपाली शेयर बजारमा। च्यानलमा हामी नेपालकै शेयर बजार, आइपीओ, राइट शेयर, बोनस शेयर र विभिन्न कम्पनीहरुको विश्लेषण सजिलो भाषामा प्रस्तुत गर्दछौं। यदि तपाई नयाँ लगानीकर्ता हुनुहुन्छ भने हाम्रो च्यानल तपाईको लागि एकदमै उपयुक्त हुनेछ। सब्स्क्राइब गरेर यो यात्रामा हामीसँग जोडिन नभुल्नुहोला। आज हामी कुरा गर्ने छौं TMS 58 मा समस्या लगानीकर्ताले गर्न पाएनन् कारोबार भन्ने विषयमा। TMS नम्बर 58 नासा सेक्युरिटी विगत केही दिनदेखि समस्या देखाइरहेको छ। सिस्टममा समस्या देखिनका कारणले उक्त सेक्युरिटीजमा TMS खोलेका लगानीकर्ताले शास्ति भोगिरहेका छन्। विगत केही हप्तादेखि सिस्टममा समस्या आएका कारण कारोबार गर्न नसकिएको लगानीकर्ताको भनाइ छ। कम्पनीले समस्या समाधानका लागि पनि तत्पर नदेखिएको उनीहरूको आरोप छ। TMS खोल्दा एरर 503 504 भन्ने गरेको छ र कारोबार गर्नका लागि समस्या भइरहेको लगानीकर्ताको दाबी छ। यो विषयमा कम्पनीमा जानकारी दिँदा पनि समस्याको समाधान नभएको र कारोबार बन्द हुन 5 मिनेट बाँकी रहँदा समस्या समाधान भएको जवाफ आउने गरेको छ। यो विषयमा नेप्से र सेबेना पनि जानकारी दिइसकेको तर सुनवाई भने हुन सकेको छैन। नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले भने उक्त सेक्युरिटीले साना लगानीकर्तालाई समस्या पार्ने नियत देखेको उनीहरूको आरोप छ। कम्पनीमा कुरा गर्दा कम्पनीका कर्मचारीले आफ्नोमा चलेको जवाफ दिने गरेको उनीहरूले बताएको छ। नासा एप बनाएका कारण TMS 58 मा समस्या आएको लगानीकर्ताको भनाइ छ। नासा एप लन्च गरेको केही मात्रामा समस्या आएको भए पनि तत्काल समस्या समाधान गर्ने गरिएको नासा सेक्युरिटीका सिनियर फाइनान्स अफिसर सुमन सिगदेलको भनाइ छ। चलेन भनेर गुनासो गर्नेहरूको समस्या समाधान भएको भन्दै केही समस्या आएको उनले स्वीकार गरेको छ। यस्तो समस्या नआउने गरी समाधान गर्ने गरी काम भइरहेको उनले बताएको छ। कारोबार गर्नका लागि नै समस्या आएको होइन, केही समस्या आएको हो र त्यसलाई समाधान पनि गरिरहेको उनले बताएको छ। नासा एपमा डाटा इन्ट्रीको काम भइरहेकोले केही समस्या आएको भए पनि कारोबार गर्नका लागि नै समस्या नभएको उनको दाबी छ। यो रहेको छ नासा सेक्युरिटीको भनाइ। अब तपाईले यति भएपछि नासा सेक्युरिटीको के रहेछ भन्ने बारेमा तपाईले जानकारी पाइसक्नु भएको छ। यस्तै जानकारीमूलक भिडियो, आइपीओ, नयाँ आइपीओ को बारेमा जानकारी लिन चाहनुहुन्छ भने कृपया हामीलाई सब्स्क्राइब गरी बेल आइकन दबाउन नबिर्सनुहोस्। अहिलेलाई बिदा चाहन्छु। हवस् त। जय देश, जय नेपाल।